गाइस मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। हामी चाहिँ आज पिकनिक खान जान लागेको हैन। सब्स्क्राइब गर्दिनु त अब आफुले एकजनाले दाब दिएर सब्स्क्राइबको कुरा गरिया छैन गाइस। पैसा कमाउँछ नि बरु दाब दिने। मैले एउटा त्यो इन्डियाको थियो के हामी चाहिँ पुरा गइरा छु त्यो किपो फिटनेस भन्ने छ के यहाँको भ्यू हेर्नु गाइस यस्तो खतरा छ। बाटो हेर्नु गाइस यस्तो डेन्जर बडी छ यस्तो बवाल छ नि सिन। यो काँसको फुल फलाएर होला यस्तो दामी बाटो बनाइदियो है। बाटो हैन बाटो यस्तो खतरा। अहिले तपाईहरुलाई मैले भ्यू देखाइसकेँ हैन गाइस। अलि अगाडि पुगेपछि देखाउँला नि अरु भ्यू पनि। ल बाइ। हेलो गाइस हैन हामी अस्ति यहाँ यो पोखरी जस्तै छ यहाँ माछा मार्न आएको तर यहाँ माछै पाएन हामीले हैन। यहाँ हेर्नु तपाईहरुलाई म देखाइदिन्छु यहाँ माथिबाटै यतातिर बल्छी पनि होला हैन गाइस। हामीले बल्छीमा मार्न आएको यही हो। यसमै मार्न आएको हैन गाइस तर हामीले एउटा चाहिँ मार्यो मनिष दाइले अरु चाहिँ मार्न सकेन हामीले। यस्तै हो गाइस। अब त्यतिखेर हाम्रो किस्मतमा लेखेको छैन माछा खाने भनेर। अगाडि केटाहरू गइरहेछ नि क्या। अगाडि चाहिँ केटाहरू गइरहेछ म एक्लै हो। पछाडि चाहिँ कोही छैन हेर्नु। यहाँ काँसको फुल चाहिँ यस्तो बवाल देखेछ नि हेर्नु गाइस। हाइवे पनि त्यस्तै दामी यता खोलातिर पनि यस्तै दामी सबैतिर काँसको फुलै फुल सरर। अलि अगाडि पुगेपछि तपाईहरुलाई हाम्रो बलखेनी ग्राउन्ड पनि देखाइदिन्छु हैन गाइस। अझै यताउतिको भ्यू पनि देखाइदिन्छु तपाईहरुलाई। यता चाहिँ हाम्रो गाउँ छ हैन गाइस। अलिअलि देखेको होला हेर्नु। यता पनि काँस पला छ। अलि अगाडि पुगेपछि भेट्नु होला नि गाइस। अहिले फेरि हाम्रो बाँडागाउँको चौरमा आइसक्यो हैन। यो चाहिँ 7 साइड चौर हो। यहीँबाट यो गाउँपालिकामा 7 साइडको आविष्कार भयो। यही चौर हो यो गाउँपालिकामा। सर पनि भर्खरै हैन हाम्रो सर पनि हाम्रो हेडसरै भनौँ न। हेडसरबाट रिटायर दिएको सर भर्खर जानुभयो हैन गाइस। हेलो गाइस हामी चाहिँ जङ्गल रिसोर्टमा आइसक्यो हैन। यो जङ्गल रिसोर्टको अगाडि यो चाहिँ बडा भाइरल छ हैन। इन्डियाको मान्छेहरू यहीँ फोटो खिच्न आउँछ खोइ किन हो तर हामीले अहिलेसम्म खिचे हैन। यो चाहिँ जङ्गल रिसोर्ट हो अगाडि। तर आज हामी जाँदैछौ त्यहीँनिर जाने आज पार्टी खानालाई। ए त्यस्तै भनौँ। अब हामी राति सबनाम खाली चाहिँ जान्छ पार्टी खान। अहिले चाहिँ हामी अर्को ठाउँमा कति केही ठाउँमा चाहिँ जानु भनेर अर्को ठाउँमा जानु लाग्यो हैन गाइस। हाम्रो दादा नि हुनुहुन्छ हाम्रो ग्याङस्टार दादाहरू यता हेरिदिनु त। दादाहरू मनिष दादा यता हेरिदिनु त। ओ मेरो भ्लगमा स्वागत छ तपाईलाई। एकदम चिपमा हुनुहुन्छ तपाईँ। हाम्रो प्रवीण दाजु मान्छे सानो भयो नि उसको कडा निस्किन्छ अरे बोली चाली खत्रै हो। हाम्रो हेन्डसम त्यस्तै भनौँ। सुन्न भाइ अगाडि खाना आउनु होला। अगाडि चाहिँ यस्तो ठाउँ छ। यो चाहिँ काँसघारी हैन गाइस। हेलो गाइस हामी चाहिँ अहिले यो चामुण्डा खाजा घरभन्दा अलि अगाडि आइसक्यो। सब विद्यार्थीहरू अब भन्छ अरे यहाँ स्कुलसम्म यहाँ चाहिँ स्केट पार्क बन्दैछ हैन गाइस। यो चाहिँ 1-2 महिनाभित्रमा बनि भ्याउँछ। अब 1-2 महिनापछि तपाईँ पनि खेल्न आउनु होला। अब यहाँ कति केटीलाई अब केटी केटा दुईटै गर्लफ्रेन्ड बॉयफ्रेन्ड आउनु होला। अलि खेल्न आएन भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला। म सिकाइदिइहाल्छु। अब म यस्तो चिजमा त हाम्रो ग्याङमा बाटो खुल्यो होला भनेर सब हाम्रो ग्याङ हो गाइस। हेर्नु सिकाइन्छ हाम्रो ग्याङले हैन।
यो चाहिँ हो चामुण्डा खाजा घरको अगाडि हो ठ्याक्कै। यो चाहिँ अहिले बन्दै छैन गाइस। हेर्नु धमाधम काम सुरु भइसक्यो होइन, डोजर सोजर लगाएर। यो चाहिँ चामुण्डा खाजा घर भने गाइस। अगाडि चाहिँ रिभर साइज के पो छ, के अरे होटलको नाम? रोयल रोमान्टिक होटल अगाडि छ। दुई हप्ता जति भयो होला उद्घाटन भएको होइन, ओपनिङ भएको। यो चाहिँ चामुण्डा खाजा घर हो भने गाइस। यहाँ पनि खाजा खान आउनु सक्नुहुन्छ। चामुण्डा अङ्कलको बाइक पनि देखेन। हाम्रो चामुण्डा अङ्कलको बाइक पनि छ यहाँ। यही हो हाम्रो अङ्कलले चलाउनु हुने बाइक। चामुण्डा अङ्कलले चलाउनु हुने बाइक। यस्तो फरारी भन्दा नि खतरा कुच्छ यो। फरारी कारलाई टप दिने बाइक हो यो भने गाइस। यो चाहिँ भर्खर ओपनिङ भएको रोयल रोमान्टिक यो होटेल हो गानेगा गाइस। हामी चाहिँ अलि अगाडि पुगेपछि भेटौँला नि गाइस तपाईँहरूलाई। यहाँ चाहिँ यस्तो यस्तो सिनहरू छ भने गाइस, तपाईँहरू पनि आउनु सक्नुहुनेछ। बडा मस्त छ जग्गा। हिँडिसक्यो होइन सञ्जय घरबाट। कुखुरा लिन जानु लाग्यो अहिले चाहिँ हामी। हिँड्दैछौँ हामी चाहिँ कुखुरा 3-4 किलो। ओ माय गॉड, कुखुरा फार्म आयो जस्तो हो हामी। हिँड्ने माथर कुरा यो चाहिँ अलिक बच्चा रहेछ। ताली कुखुरालाई डोरी बाँधिरहेको क्या हामीले चाहिँ होइन। अहिले कुखुरालाई डोरी बाँध्ने 5 किलोको हरे जिउँदो। एमे राम्रो छ रे। त्यस्तो नभन्नु हुन्छ। त्यसो बढी सुन्यो भने के भन्नु? सबभन्दा सानो कुरा चाहिँ यहाँको यही हो अरे अनि गाइस। यसलाई खानु सब खा गरिहाल्छ। कति भयो? एउटा उति फ्री आइदिनु जिउँदै भइहाल्छ। मरेको भने चल्छ ठुलो मरेको छ। हामी चाहिँ आसमा छु त्यो मरेको कुरा चाहिँ। 2 किलो मात्रै भयो त भाइ के गर्ने? ऊ त्यो मरेको 2 किलो गरम अब के हुन्छ? 1.5 किलो नि कति भयो नि? 1.5 किलो बढी हुन्छ। अहिले चाहिँ हामी होइन यो एउटा कुरा छोडेर दुईवटा कुरा लग्नु लाग्छ भने गाइस हाम्रो मनले मानेन रे। एउटाको होइन सानो काट न, त्यो ठुलो भयो। दुईटाले एउटै मान्दैन ल सेते अङ्कल। यो त लास्टै सानो भयो जस्तो हो। यो यसो गरौँ। तिमीले 3 किलो भने नि त 1.5 किलो भन्दा अलि 3 केजी भन्दा बढी भयो नि केही। त्यो 3 केजी भन्दा बढी हुन्छ यो। 3 केजी भन्दा बढी नै हुन्छ रे त। कलीले हड्डी पनि कहाँ छोड्नु? बाहुन भएर हड्डी नछोड्ने भन्छ यस्तो होइन। कलीले कुखुराको नाममा कलङ्क हो यो त। यसलाई घरबाट निकाल्नु पर्छ। खरेर बसे जस्तो। भने सुरा लागेन है तँलाई? कुखुरा निकाल्नै नआउने रहेछ। अनि कस्तो फेरि त्यो दुइटा नि आदत भयो। फेरि दुइटा अर्को सबलाई चेक गर्ने आज हाम्रो टार्गेटै त्यही हो होइन गाइस। सबलाई चेक गरिहाल्ने हो। यहाँ पैसा थपिन नि सक्छ है अब। बर्थडेको दिन यही फोटो कतल गर्न लाग्यो। कुखुराहरू यस्तो खतरा कुखुराहरू छ नि गाई चाहिँ। कुखुरा हेलो कुखुरा पकाइदिउँ न त के भयो र? बट म भने ऊ एक्साइटेड छ यार। म खान होइन
टाइगरलाई एउटा कुखुरा रेडीहरू अगाडि चाहिँ त्यो कुखुरा लानै भन्यो भने हामीले सबजना एक खुट्टा हुन्छ नि मनिष दाइ चाहिँ पुरा 2 किलो हान्ने सोचमा छ होइन गाइस सो फाइनली 4 किलो पुग्यो ठ्याक्कै यति मासु खाएन भने त यो जवान भएको के काम लाग्दैन 880 भएको ठ्याक्कै 880 दे मनिष 880 भन्छ तिमीलाई कति दिनु 120 रुपैयाँ नि त हामी चाहिँ फाइनली 6 जना 4 केजी नखाने के खामे किनी भ्यायो भने अब कुखुराको अदला बदली हुँदैन अब हामी चाहिँ तपाईँहरूलाई अलि बाटोमा भेटौँ भने गाइस हेलो गाइस हामी चाहिँ होइन अहिले बोकिरहेको छ होइन कुखुरा चाहिँ हामी यस्तो पुरा हलाल गर्न लगेको जस्तो यहाँ लग्दैन यहाँ आधी गाउँको बाटो नि मान्छे बोकेर त्यसरी हामी रोक भाइ यस्तो लगेको छैन गाइस पुष्कर ओइ यो के भयो कुया हैन साला हगेर त्यस्तो यो पो त यस्तो मेले खापरि नि पसिना खाने हामी बक्को ब्लगरहरुको कम्बिनेसन मिलिरहेको मन्दिर दाजु हो माई गॉड कुखुराको चाक हेरौँ न बापरे दुईटा कुखुरा झुन्डा दिएर भिडियो बनाएको कुरा सुक्रा सब किनेर यताउति गरेर यो भुजा किनेर आइसक्यो होइन गाइस त्यहाँ चाहिँ मनिष म चाहिँ स्टीको झुलुङ्गे पुल्नेर आइसकेँ भ्यू देखाउँछु होइन गाइस हेर्नु हरियो गोली डाँडा पनि छ होइन गाइस ओहो आफ्नो पोल आफूले खोलिरहेको छ गाइस तर हामी चाहिँ होइन झुलुङ्गे पुल ओ यहाँ बच्चाको इन्जोय हेर्नु साथीहरू यहाँ रमाइलो गरेको यहाँ मनी यो भाइरल हुने होला जस्तो ओ नलान मन्दिर गयो हात गलेको के गर्ने मनिष दाजुको हात गलेर अब मैले के भन्नु किला टट्टीको गर्लफ्रेन्ड पछाडि हेर्नु गाई झगडा भइरहेछ भने गाई पिला टट्टी को चिन्दैन मैले चाहिँ तर भनिरहेछ यहाँ चाहिँ यस्तो छ त्यहाँ चाहिँ अगाडि इन्जोय गरिरहेछ होइन अहिले गर हामी चाहिँ फाइनली सक्यो होइन झुलुङ्गे पुलको बाटो टक्क
यता यता पसल छ भने गाइस हामी चाहिँ हिँडिरहेको छौँ। हेलो गाइस हामी चाहिँ यहाँ आइसक्यो नि गाइस। यहाँ चाहिँ यस्तो ठाउँ चाहिँ यहाँबाट जाने हो भने गाइस हामी चाहिँ सरर सब केटाहरू उत्रिरहेको छ। यस्तो खतरनाक एडभेन्चरवाला बाटो छ होइन गाइस। ल कुखुरा व्यापारीहरू अहिले लिएर आइरहेको छ कुखुरा। यस्तो यस्तो डले यस्तो होइन टक्क बाटो यस्तो सुनसानै छ भनौँ। अब यस्तो यहाँको भ्यू हेर्नु गाइस हरियो चारैतिर शीतल मजाको बाटो। पर्विनको चाहिँ बचपनको याद चाहिँ यहाँ केही गरेछ होला। आउन परेन भने त्यो चाहिँ बाँस काटेको छैन गाइस। तपाईँहरू चाहिँ मेरो ब्लगको इन्जोय गर्नु। यो पुरै बाँस काटी छ। यहाँ चाहिँ पानी होइन यो के यो ठाउँको नाम के अरे भाइ? रमाइलो हुन्छ पुरै होइन भगवान्को मूर्तिहरू पनि रहेछ। अब हामी यहाँबाट निस्किँदाखेरि तपाईँहरूलाई देखाउँछ है। आगो बालिसक्यो हामी चाहिँ यहाँ। यो चाहिँ भिडियो यस्तो सुन्छ यसले चाहिँ यस्तै यस्तै सुन्दै यो मोर्ला जस्तो छ। मनिष दाजुले बलेको आगोमा हेर्नु गाइस यसरी आगो बालिरहेछ। आगो बल्दै गएपछि मिल्छ क्या ब्यागतिर आगो लाग्ने त के जिन्दे आगो लगाइदिने र म जे पनि बोल्दिने के जे पनि बोल्दिने। आज त कट गर्नुपर्छ यार गाली गरेको नत्र लोद बेजती हुन्छ। बोल्दैन नि त एकचोटि म त तेरै भिडियो हालिदिन्छु। यता हेर त यता हेर हाँस्दै ओ यसरी इसारामा नचाउँछु मैले यसलाई। ल कस्तो यो त के काट्ने यसले धारे छैन धारे लगाउँछ त्यो शब्दबाट निकाल। यस्तो यो पाएको धार लगाए मैले धारे लैजाला मान्छे काट्न नि मिल्छ यसले। यता हेर पानी बसालेर रेडी भइसक्यो मनिष दाजु। मनिष दाजु फोटो खिच्ने समय हो यो। अनि रिस उठ्दैन मान्छे आगो नबले के गर्नु बस्छ भनेर उसलाई फोटो चाहियो। यस्तो क्रोधित सबै काम बनोस् न अनि त्यसपछि भित्र भयो नि बल्ल मुसी। यता हाँस्दिनु त मुसे दाजु। यस्तो रिसाउने मान्छे हाँस्दै गऱ्यो मैले। ल मनिष दाजु केही देखाउनु न त तपाईँको पर्फर्मेन्स। अहिले काम नगरी पछान दिएर यसले कराई मार्छु मलाई त्यसमा। ए त्यहाँ भयो बनाइरह। ए होइन अब तिम्रो लगाइदिन्छ यहाँ उता पर्सानको पछाडिको भ्यू हेर्नु यस्तो दामी हो नि। आकाश यस्तो बबाल छ तर यता चाहिँ धुवाले अलि अगाडि पुगेपछि भेटौँ भने गाइस यस्तो खतरा होइन गाइस। हेलो गाइस आगो निप्छ नि त नि अहिले चाहिँ कुखुरा काटिसक्यो भने गाइस हामीले आगो निप्दैन फेरि यही बनाइदिनु यही पानी छ त अहिले बुतानलाई त यस्तो खतरा उनले सेला निकाल्ने नि बाहिर गर्नुपर्छ फेरि आगो निभ्यो भने थिएन। कुखुरा सुखुरा काटेर हामीले रेडी गरिसक्यो भने गाइस यतातिर हल्ला गरेछ हामीले चाहिँ। दुईजना चाहिँ प्याज काट्न गएको ए अर्को मनिष मनदीप र पर्सान चाहिँ प्याज काट्नु पर्छ भने गाइस यहाँ पुरै फुकाइ बस्छ यहाँ। ल गाइस पछि भेटौँ ल होइन गाइस पुरै कुखुरा पुरै पानीमा डुबाइ भइरहेछ होइन गाइस। आगो बलिरहेछ। पर्विन दाजु रेडी हो कुखुरा हाल्नलाई तर अलि मौका पाएको छैन। उसले मौका पाउने बित्तिकै खप्पै हालिदिइहाल्छ। ए खप्पै हालिदियो
पर्ने दाजुले अब कुखुरा सुखुरा भुत्लापछि भेटौँला नि गाइस। लामै अलि केलाउनु पर्दैन लामै काट्दैन चिकन चिकन के अरे फेरि भन्दा कि अब गुरुको स्टाइल हेर्नु न सन्जयको स्टाइल अर्कै छ हाम्रो गुरुको स्टाइल अर्कै छ सन्जयको स्टाइल ठिक लाग्यो हाम्रो यसलाई देखाने यार यसलाई कसले देखाइ त राखेको ए कसले बनाएको सब मैले काटेँ हात पोलिरहेको यार खुर्सानी पोल्दा थियो 20 सेकेन्डको बनाएर अहिले अन्डा भुडी कहाँ खान्छ हाल्नु त्यो खानेको खाँदै ओ हेर्नु ल यो नै भुटाले खाने यार ला पहिले त यसबाट हेरौँ यो अहिले त खाली भयो सन्जयलाई पनि छिटा चाहिँ ओइ पर्सा ओइ चुली कला के भन्छु मैले आन्दा भुडी गाई चाहिँ हामी चाहिँ होइन यहाँ यस्तो आन्दा भुडी सेगुवा हान्दैछु होइन यी यहाँ सेगुवा हान्ने मान्छे चाहिँ कडा कडा यता हेरिदिनु दुईजना ओ माई गड कडा कडा पुरा यहाँ सेगुवा एक लट भइसक्यो होइन गाइस पाँचमा हो एउटा चाहिँ हुन्ला चाहिँ एउटा चाहिँ भर्खर हालेको होइन पुरै सेगुवा हुँदैछ होइन गाइस हामी यता पुरै तल भाग्यो गाइस अहिले चाहिँ हामी होइन मासु काटेर पुरै होइन यहाँ बनाउनु सुरु गरिसक्यो मासु बनाउनु सुरु गर्यो जहाँ पर्छन् भाइ डोरा लिएर आइज यहाँ पुरै मासु हेर्नु गाइस मासु अघि छ्याल ब्याल छजनालाई सबैजना मासु कति 4 किलो 5 किलो मासु हो के यार 6जनालाई अब हामी कस्तो मान्छे हो भन्नु न यार मासु लगर यति भन्छ यार हामीलाई यहाँ मासु यो चाहिँ राम्रो खालको छैन अलि मासु पकाउँदाखेरि भेटौँ हामी गाइस सबैलाई हेलो गाइस हामी चाहिँ होइन यहाँ मासु पाकेर पुरै नुहाउने ठाउँमा होइन पुरै जानला छ होइन भुजा बोकिस् भाइ प्रवीण दाजु त्यहाँ मासु बोकिरहेको छ यो मनिष दाजु चाहिँ भुजा यहाँ ब्लगर अरू चाहिँ यहाँ पछाडि पानी सानी लिनुको छैन हामी म चाहिँ पुरै यो डढेको कराई बोकेर हिँडिरहेको छैन गाइस यस्तै हो अब यस्तै भनौँ कराईको हालत पुरै लाल चड्डी भन्दा नि खतरा भएछ मनिष दाजु यहाँ पुरै भुजा बोकेर टिन गरेर हिँडिरहेछ हामी चाहिँ सफलताको बाटोमा हिँडिरहेछौँ नुहाउने बाटोमा भ्यू हेर्नु गाइस मुनि चाहिँ टाउन होइन ऊ हाम्रो 2जना आयो त्यहाँनिर गाइस हामी चाहिँ होइन यहाँ नुहाउने ठाउँमा पुगिसक्यो यस्तो नुहाउने ठाउँ चाहिँ यस्तो छ यहाँको भ्यू हेर्नु यो नुहाउने हेर्नु गाइस हामी हामी चाहिँ एकदम पिरो गाइस अहिले चाहिँ हामी यहाँ भागसाग लगाएर होइन यहाँ पुरै खाजासाजा यस्तो होइन यो चाहिँ मेरो भएको होइन गाइस यो पर्सानको यो मनिषको यो पर्व यो मन्दिप यो सन्जय पुरै भाग लगाएर होइन गाइस यहाँ चाहिँ एक्स्ट्रा होइन गाइस यो चाहिँ ल गाइस हामी खाएपछि भेटौँला नि गाइस यहाँ माछा मारे यहाँ चाहिँ माछा समात्यो होइन प्रवीण श्यामहरूको पुत्रले ल हेलो गाइस हामी चाहिँ नुहाएर खाएर सबजना आइसक्यो होइन अब घर जानु लाग्यो गाइस हामी घरतिर जाँदैछौँ हामी सबैजना
ल आजको भिडियो चाहिँ यहीँसम्म होइन गाइस अर्को भिडियोमा भेटौँ लाग्ने गाइस बाई